नमस्कार साथीहरू, तपाईहरू हेर्दै हुनुहुन्छ एस्ट्रो ज्योतिष युट्युब च्यानल। आज हामी सपनामा आफ्नै विवाह देख्नुलाई शुभ या अशुभ मानिन्छ भन्ने विषयमा चर्चा गर्दैछौँ। कुनै व्यक्तिले सपनामा आफ्नो विवाह देख्नु एकदमै विशेष सपना मानिन्छ। यस्तो सपना देख्नुको अर्थ जीवनमा कुनै लामो समयदेखि आइरहेको समस्याको समाधान अब चाँडै फेला पर्ने सङ्केत हो। यदि कसैले सपनामा आफ्नै विवाहको रमाइलो गरिरहेको देख्छ भने यो सपना त्यस्तो व्यक्तिसँग भेट हुने सङ्केत हो जो जीवनमा उसको जीवनसाथी बन्न सक्छ। यसरी सपनामा विवाह देख्नु एउटा शुभ सङ्केत मानिन्छ, जुन भविष्यमा प्राप्त हुने ठुलो सफलताको सूचक हुन सक्छ। जस्तो कि कसैले रोजगारी पाउन सक्छ वा कसैले व्यापार वा अध्ययनमा ठुलो उपलब्धि प्राप्त गर्न सक्छ। तर यदि कुनै विवाहित व्यक्तिले पुनः आफूलाई विवाह गरिरहेको देख्छ भने यसले आफ्नो जीवनसाथीसँगको सम्बन्ध अझ बलियो र गहिरो हुने सङ्केत गर्दछ। यदि कसैले सपनामा आफ्नो विवाह पक्का भएको कुरा सुन्छ भने यो सपना वास्तवमै चाँडै हुने विवाहको इसारा हुन सक्छ। तर यदि सपनामा विवाहको प्रस्ताव आफूलाई मन नपरेको देखिन्छ भने त्यसले भविष्यमा आउने समस्याहरूको सङ्केत गर्न सक्छ। र यदि कुनै गर्भवती महिलाले आफूलाई विवाह गरिरहेको सपना देख्छिन् भने त्यो सपना अत्यन्त शुभ मानिन्छ, जसले स्वस्थ शिशुको सामान्य तरिकाबाट जन्म हुने सङ्केत दिन्छ। यसरी सपनामा आफ्नै विवाह देख्नुको अर्थ अनेक प्रकारका हुन सक्छन्, तर धेरैजसो समयमा यस्तो सपना शुभ फल दिने सङ्केतको रूपमा लिइन्छ। आजको भिडियो तपाईहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नुहोला। यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।